मर्निङ सबैजनालाई। आज म नेपालीमा भ्लग बनाउने कोसिस गरिरहेको छु। योभन्दा अगाडि जति पनि मेरो भिडियोजहरू छ, त्यो सबै सायद हजुरहरूले हेरिसक्नुभयो होला कुन ल्याङ्ग्वेजमा छ। त्यो हजुरहरू पनि युट्युबमा भ्लग बनाउन चाहनुहुन्छ भने भिडियो यसरी खिचेर पछिबाट भोइस ओभर पनि गर्न सक्नुहुन्छ र युट्युब कसरी बनाउने, कसरी चाहिँ हेर्नुहोस् न मेरो गार्डनमा कस्तो राम्रो फुलहरू फुलिरहेको थियो। सब्सक्राइबर बढाउने कसरी के गर्ने भन्ने कुराहरू म बिस्तारै भन्दै जान्छु। त म अलिकति रेडी हुन गइरहेको थिएँ। अलिकति सनस्क्रिन मात्र लगाइरहेको छु। खासै त्यस्तो मेकअप त म गर्दिनँ। म रफ एन्ड टफ नै त्यति कुराहरूमा विश्वास गर्छु। र म चाहिँ आज यो आफ्नो किचन गार्डनबाट लिएर आएको पालक थियो। यो पालक यति ताजा, यति फ्रेस थियो कि मलाई आज मेरो हस्बेन्डलाई मनपर्छ पालक पनिर, त्यो बनाउन गइरहेको छु। त म पनिर पनि घरमै बनाउँछु। पनिर यसरी भिनेगर हालेर फटाए पनि हुन्छ र यो चाहिँ के अरे कागती हालेर फटाए पनि हुन्छ। मलाई निबु भन्न आइरहेछ किनकि हाम्रो घरमा हिन्दी बोल्छौँ हामी, त म प्राय हिन्दी, नेपाली, इङ्ग्लिसमा कन्फ्युज हुन्छु। म जब लाइभमा बस्छु त इङ्ग्लिस अटोमेटिक आउँछ किनकि त्यहाँ नर्वे, स्वेडेन कहाँबाट मान्छेहरू आइरहेको हुन्छ। सो दे वान्ट टु लिसन टु मी। अब म गएँ यो चाहिँ पनिर यसरी सिलौटामा थिचेर राख्नुपर्ने हुन्छ किनकि अलिबेर यसरी राखेपछि अनि बल्ल फ्रिजमा हाल्नुपर्छ। र यहाँ चाहिँ अघि नै राखिसकेको थियो। अब म यो खोलेर हेर्न गइरहेको छु पनिर कसरी कति बन्यो त्यो छानेर, दुध फाटेकोलाई छानेर यसरी चाहिँ थिचेर राखेपछि यसको सेप पनि आउँछ र यो राम्रोसँग सेटल हुन्छ। त्यो सेटल गर्नको लागि यसरी राखिन्छ र यो म खोलेर देखाउँछु हजुरहरूलाई। यो एउटा चाहिँ कति लिटरमा कति निस्कियो भन्ने कुरा चाहिँ मैले खासै मेजरमेन्ट त गरिनँ। 1 लिटर 1.5-2 लिटर ल्याएर गर्छु। यो कपडामै छ, सेतो कपडामा, त्यसैले देखिरहेको छैन। यसलाई म खोलेर अब के गर्छु फ्रिजमा राख्छु। कति फ्रेस स्मेल आइरहेको थियो कि यसमा। अनि म सुन्दै थिएँ। त यो मेरो सानो गमलाहरू राखेको गार्डन मात्र हो। किचन गार्डन चाहिँ अलिकति टाढा छ, 10 मिनट टाढा छ। म बिहान उठ्ने बित्तिकै आँखा खोल्नलाई म आफ्नो किचन गार्डन जान्छु। हस्बेन्ड उठेर काममा गइहाल्नुहुन्छ 7 बजे, किनभने ठेकापटाको काम अलिकति बिहानै मान्छेहरू आउँछन् त उहाँको फुर्सद हुँदैन। म चाहिँ फेरि पनि भन्नुहुन्छ म बिहान उठ्न सक्दैन त अब किचन गार्डन जाने हो उठ भनेपछि चाहिँ म जुरुक्कै उठेर त्यहाँ जान्छु। 10 मिनट्स वक पनि हुन्छ अनि के लगाएको छ, कस्तो छ, के छ त्यो किचन गार्डनको बारेमा म पछि भन्छु हजुरहरूलाई। कति राम्रो गुलाब फुलेको छ हेर्नुहोस् त। अनि त्यसपछि अब म फेरि बरन्डाबाट भित्र गएँ। धुपमा घाममा काम गर्न साह्रै रमाइलो लाग्छ मलाई। नाच्दै गाउँदै यस्तै छु म। बडा रमाइलो पनि गर्नुपर्छ। अनि म आफ्नो हस्बेन्डलाई शाहरुख खान भनेर नै बोलाउँछु किनकि म एकदमै चाहिँ नि हस्बेन्ड वाइफ भइसकेपछि पनि गर्लफ्रेन्ड बोयफ्रेन्ड जस्तो बस्न मलाई साह्रै मनपर्छ र मैले उहाँलाई त्यस्तै नै गर्छु। यो पनिरलाई अब म के गर्छु, यो पानी हालेर यसमा चाहिँ नि डिप गरेर फ्रिजमा राखिदिएपछि यो सेटल हुन्छ राम्ररी। अनि त्यसपछि कट गर्दाखेरि पिस राम्रो आउँछ। नत्र यतिकै बाहिरै राख्नुभयो भने चाहिँ फ्रजाइल हुन्छ, एकदम छर्किन्छ र त्यो सब्जी बनाउँदाखेरि त्यति फरक हुन्छ कि पिसेस हुँदैन। त्यही भएर यसरी चाहिँ राख्छु म। फ्रिजभरि सामान भरिएको छ, कहाँ राखौँ, ल यहीँ राखेँ मैले। अनि त्यसपछि अब म पालकलाई मैले अघि बोइल गरेर चिसो हुन राखेको थिएँ। त्यो चिसो हुन राखेको पालकलाई अब म मिक्सीमा पिस्छु। चिसो हुन राखेको छैन, अहिले बोइल नै भइरहेछ।
अब यो चाहिँ म यसलाई छन्नीमा छानेर हल्का धेरै बोइल गर्नु पर्दैन यसलाई, किनकि यसको न्युट्रिसन जस्ताको तस्तै राख्नको लागि यसको आइरन र अरू पनि यसमा चाहिँ भिटामिन एहरू हुन्छ, त्यो कुराहरूलाई जस्ताको तस्तै राख्नको लागि चाहिँ हामीले धेरै बोइल होइन, हल्का फुल्का बोइल गरेर अलिकति नुन पनि हाल्न सकिन्छ, तर मैले नुन हालिनँ किनकि नुन हालेपछि यसको कलरमा अलिकति फरक आउँछ। कलर पनि मेन्टेन राख्नको लागि मैले नुन हालिनँ। अब यसमा चाहिँ म आइसको पानी हाल्छु ताकि अझ धेरै राम्रो हुन्छ। आइसको पानी राख्दाखेरि मैले युट्युबमै देखेको थिएँ, यसरी यो फिल्टरको पानी मैले राखेँ धाराको पानी भन्दा, किनकि यो खानेकुरालाई फिल्टरको पानीमै म गर्छु। प्राय दाल चावल जति पनि खानेकुरा बनाउँछु धेरै जसो म फिल्टरको पानी नै युज गर्छु त्यसमा पनि। र यसरी पालकलाई मैले निकालेँ र निकालेर एकछिन यसलाई चिसो बनाउन राखेँ। चिसो बनाइसकेपछि अरू पनि म काम गर्दै थिएँ, त्यो बेला काम भ्याइसकेपछि त्यसमा अझै चिसो पानी अलिकति मिक्स गरिदिएँ। अब यो ठन्डा भएपछि अलिकति चिसो भएपछि म यसलाई मिक्सीमा पिस्छु। मिक्सी मैले रेडी गरिसकेको थिएँ अनि यो पनि चिसो छिटै नै भयो किनकि यसमा आइस पानी मैले राखेको थिएँ। हजुरहरूले आइस छैन भने आइस नराखिकन यतिकै यो पालकलाई चाहिँ निकाल्नुहोस्, ग्यासबाट छानेर यतिकै राखिदिनुहोस्। थोरै समयपछि आफै चिसो पनि हुनसक्छ। र मैले चाहिँ आइस राम्ररी पग्ली पनि सकेको थिएन, मैले यसलाई हातले नै यसरी निकालेँ किनकि चिसो भइसकेको थियो। अब म पिस्न जाँदैछु। गाइज, म आफ्नो ब्लगमा हजुरहरूलाई धेरै कुरा सिकाउने छु र चाहिँ मेरो ब्लग कन्टिन्यू हेर्ने गर्नुहोस्। यहाँबाट धेरै कुराहरू हजुरहरू सिक्न सक्नुहुन्छ। जस्तो कि मैले अरू बेला त नेचुरली ब्लगहरू म के गरिरहेको छु, कता गइरहेको छु भन्ने कुराहरू हालिरहेको छु अहिलेसम्म, तर म अब प्रत्यक्ष यसरी नेपालीमै कुरा गर्नेछु जहाँसम्म हुन्छ। र यो पालक चाहिँ थोरै थोरै गरेर पिसेँ मैले, आधा आधा गरेर अलिकति नुन पनि हालेर पिस्छौँ ताकि राम्ररी पिसियोस्। तर यो बोइल भएको कारणले त्यस्तो नुन हालिराख्नु पर्दैन। यसरी पिसिसकेपछि यसलाई पेस्ट बनाएर जतिखेर पिसेर राख्दै पनि हुन्छ। यो मेरो आफ्नै किचन गार्डनको पालक हो। यो वर्ष मैले पालक किनिनँ, धेरै पटक त्यहीँबाटै लिँदै खाँदै गरेँ। खासै मलाई लगाउने एक्सपिरियन्स त थिएन किचन गार्डनमा कसरी के लगाउने, तर हाम्रो घरको किचन गार्डनमा मेरो लागि चाहिँ भयो। म हाँस्दै थिएँ कि अब यो मिक्सीको आवाज कति तेज छ है भनेर, तर मैले चाहिँ पछि राख्ने त्यो पछिको कुरा हो। अब यसरी मिक्सी गरिसकेपछि यो पेस्ट बनाएर हप्तामा युज गर्न पनि सक्नुहुन्छ हजुरहरूले। यो चेक गर्दै जानुहोस् अनि कतिको हुन्छ त्यसरी गर्छु होइन। अनि अब मैले अहिले यो पहिलोचोटि हो नेपालीमा यसरी चाहिँ भोइस ओभर गरेको, किनकि मलाई लाग्थ्यो हिन्दी त हामी नेपाली सबैले बुझ्छौँ, त्यो हिन्दीमै म बनाऊँ या फेरि इङ्ग्लिसमा लाइभमा म कति बेला इङ्ग्लिसमा पनि लाइभमा बस्छु, तर त्यो जरुरी छैन। अहिलेको टेक्निकल दुनियाँमा के छ कि जुन भाषामा भिडियो बनाए तापनि त्यो सिसी भन्ने अप्सन हुन्छ, त्यहाँ गएर तपाईँले चाहिँ त्यो ल्याङ्ग्वेजलाई चेन्ज गर्न सक्नुहुन्छ, ट्रान्सलेट गर्न सक्नुहुन्छ। र मैले जति पनि बोलिरहेको छु मेरो त्यो भिडियोमा पछिबाट त्यस्तो अप्सन हुन्छ कि त्यो सिसी उनीहरूले क्लिक गरेपछि इङ्ग्लिसमा ट्रान्सलेट भएर आफै टाइप हुन्छ र चाहिँ इङ्ग्लिसमा टाइप भइसकेपछि उनीहरूले मैले बोलेको जति सबै इङ्ग्लिसमै पढ्न सक्छन्। त्यस्तै हुन्छ, ट्रान्सलेट गर्न सकिन्छ। र अरू पनि कुराहरू छ, अरू पनि ल्याङ्ग्वेजमा गर्न सकिन्छ, यसरी नै जसरी नेपालीबाट इङ्ग्लिसमा गरिन्छ र त्यसरी हिन्दीमा पनि गर्न सकिन्छ। त मान्छेलाई इच्छा लागेपछि त्यो हेर्न
सक्छन् त्यसरी पनि। There are many ways in these days. That's why you don't need to very much concern about language. हेर्नु न म बोल्दा बोल्दै कतिखेर इङ्ग्लिस बोल्छु, कतिखेर हिन्दी बोल्छु थाहै पाउँदिनँ। अब नेपाली अलिक कमै बोल्ने भएको छु। यसरी मिक्सीमा पिस्दै जाने अनि त्यसपछि यसलाई चाहिँ स्टोर गरेर फ्रिजमा राखिदिने। अनि त्यसपछि अब जब खानु छ भने पनिरलाई फ्राई गरेर अनि यसलाई यसमा पनि अदुवा, लसुन, मसला, टमाटर सबै हालेर अनि माथिबाट यो पालक हालिदिएपछि पालक पनिर बनिहाल्छ। यति सजिलो हुन्छ। अब यो मैले दिउँसो तयारी गरेर छोडिदिन्छु। कहिले कहिले बिहानै गर्छु। आज चाहिँ बिहानै गरेको थिएँ। बिहान गरिसकेपछि अनि किचन गार्डन गएर अरू पनि कामहरू यताउता गर्ने, घरको काम अरू पनि गर्ने गरेको थिएँ। किनकि मलाई फेरि साँझ कतै जानु छ बाहिरतिर। त्यसकारण मैले यो तयारी गरेर अहिले नै राखिदिएँ कि पछि टाइम मिल्छ मिल्दैन। यस्तो कामहरू प्राय लेडिजहरू आजकल सबैजना जब गर्नुहुन्छ। जब गर्नेहरूलाई यसरी बेलुका बेलुका आएर थाकेर गर्नुभन्दा फुर्सद पायो भने दिउँसो बिहान जतिखेर पनि यसलाई चाहिँ यसरी रेडी गरेर राख्न सक्नुहुन्छ। अनि यति भइसकेपछि यो हामीलाई 2 टाइमलाई पुग्थ्यो। तर यसमा पनिर, ग्रेभी, मसाला गर्दाखेरि धेरै नै सब्जी हुन्छ। अब यसलाई चाहिँ यसरी फ्रिजमा राखिदिने। पनिर पनि फ्रिजमा राखेँ अनि यो पालक पनि फ्रिजमा राखेँ। पालक पनिर जब बनाउने बेला हेल्दी रेसिपी भयो। पालक उसमा पनिरमा प्रोटिन हुन्छ र यसमा चाहिँ आइरन, भिटामिन ए यताउता गर्दाखेरि सबै कुरा यो चाहिँ कम्बाइन्ड हेल्दी फुड हुने रहेछ। त्यसकारण प्राय यो नेपालमा त मैले त्यति देखेको छैन। आजकल खान थाल्नु भएको छ। इन्डियामा धेरै चाहिँ यो पालक पनिरलाई साह्रै मन पराउँछ। मलाई चाहिँ ठिकै लाग्छ, त्यस्तो साह्रो मनपर्ने त होइन। अब म बेलुका जानको लागि तयार हुन्छु। त्यसपछि म देखाइरहेको छु। म अब आज मेरो बिहानको मर्निङ वक र एक्सर्साइज केही पनि भएन। योगा गर्छु म प्राय रामदेव बाबाको च्यानल लगाएर त्यसमा हेरेर म गर्छु। हेरेर पनि गर्छु, नहेरेर पनि गर्छु। त्यस्तो योगा भएन भने चाहिँ मैले प्लान के गर्छु भने साँझ यसो साथीको घर पनि गयो, गफ पनि गऱ्यो। अनि इभिनिङ वाक गर्दाखेरि घर फर्केर आउँदाखेरि चाहिँ अब दिउँसो त गर्मी हुन्छ, जाँदाखेरि फर्किँदा राति हिँड्दै हिँड्दै आउने। आफ्नो वाकिङ चाहिँ नि टार्गेट कम्प्लिट पनि हुन्छ त्यसरी। र यो सनस्क्रिन चाहिँ मैले एमाजोनबाट मगाएको थिएँ। सनस्क्रिन साह्रै राम्रो छ यो बायोटेकको। किनकि त्यो बायोटेकको सनस्क्रिनमा लोसन पनि मिक्स रहेछ। साह्रै राम्रो लाग्यो मलाई। अब म रेडी भएर जान लागेको। पैदल त जाँदिनँ किनकि यतिखेर सायद यो 4:30-5 बजिरहेछ। साँझ फुलहरू कस्तो राम्रो फुलिरहेको थियो। धेरै नै फुलेको थियो। अहिले त कम भयो। यो गमलाहरूमा खासै त्यस्तो फुलेको छैन। घाम पनि कति चर्को भइसक्यो यति छिटो है। अनि सुक्न थालिसक्यो। अब यो चैततिर त यस्तै हुन्छ। मलाई यो फुलहरू धेरै लगाउने अनि भगवानलाई किन्न नपरोस्, यसरी नै आफ्नो गार्डनबाट टिपेर चढाउनु परोस् भन्ने साह्रै मनपर्छ। अब मेरो हस्बेन्ड बिहान बिहान पूजा गर्नुहुन्छ त यस्तै गमलाबाट टिपेर पूजा गर्नुहुन्छ। उता किचन गार्डनबाट पनि मैले टिपेर प्लास्टिकमा ल्याएर फ्रिजमा राखिदिन्छु। त्यो पनि युज गर्छौँ हामीले। नभए त्योभन्दा अगाडि चाहिँ यसरी किनेर पनि ल्याउने गर्थेँ मैले मन्दिरतिरबाट, सिजन भएन भने अफ सिजनहरूमा। अब यो घन्टी फुल पनि यस्तो राम्रो भइरहेछ।
जाडो महिनामा धेरै चिसो भएर किराले खाएको थियो। अलिकति औषधि हालिदिएँ। औषधि हालेपछि अब यो पहिलो निस्किरहेको छ यो सिजनको। लास्ट इयर त खुब धेरै फुलेको थियो। अब यो इयर चाहिँ म जाने बेला हस्बेन्डलाई भनेको थिएँ मलाई लिन आउनु, म चाहिँ बाइकमै जान्छु। त्यसपछि फर्किने बेला म सधैँ युट्युबको बारेमा केही कुरा हजुरहरूलाई सोध्न मन छ भने कमेन्ट गर्नुहोला, म त्यहाँ जवाफ दिन्छु होइन। युट्युब त मेरो 2017 मै बाबुले ओपन गरिदिएको थियो, तर म अफिसमा काम गर्ने, जब गर्ने, धेरै चाहिँ बिजी हुने भएको कारणले मैले ध्यान दिएकै थिइनँ, खासै वास्दै गरेको थिइनँ। अब मलाई लाग्यो कि यसमा पनि आफ्नो क्रिएटिभिटी, आफ्नो चाहिँ नयाँ कुराहरू गर्न सकिन्छ, धेरै कुराहरू। अब म पुगिसकेँ, म मेरो साथीको घर पुगिसकेँ र त्यहाँ मैले बाटोमा चाहिँ खासै क्याप्चर गरिनँ, छिटै नै आइपुगेँ। अनि अब हामी साथीहरू पनि खासै भेट नभएको धेरै दिनै भएको थियो। र म चाहिँ बोल्दै हाँस्दै यस्तै गएँ। उसको एउटा डग थियो, ऊ भुकिरहेको थियो मलाई। मलाई देखेछ, उसले चिने पनि छ, तर यो पालि चाहिँ भुकेन कि। अनि म अचम्म परेर उसलाई हेर्दै थिएँ। मलाई चिनिसक्यो, धेरै वर्ष भयो नि त। अनि यो केजभित्रै बस्छ, धेरै दिनभरि निस्किन्न, साँझ पख मात्रै उसले खोलिदिन्छ है। यस्तो क्युट छ नि। अनि योपालि चाहिँ भुकेन भन्दै म आफ्नो साथीलाई भन्दै थिएँ, साबी कस्तो चिनिसक्यो नि तिमीलाई, त्यही भएर होला भन्यो उसले। अनि उनीहरू अरू पनि बहिनीहरू साथीहरू थियो, उनीहरू टिकटक बनाइरहेको थियो। अनि त्यो टिकटकमा चाहिँ त्यो गाना आइरहेको थियो, त्यही गाना म गाउँदै थिएँ। अनि फेरि अब मलाई आराम गर्नु मन लाग्यो, एकछिन हामी दुइटाको गफ त्यही त हो नि। अब लेडिजहरू बसेपछि बिहानदेखि बेलुकासम्म के गर्यो, अनि कति धेरै गफ हुन्छ क्या हाम्रो। अनि मैले फेरि उसलाई सोधेँ, अनि तिम्रो के छ, तिम्रो कसरी बितिरहेछ दिनहरू, जब नगर्दा कस्तो भइरहेछ भन्ने कुराहरू। उसले चाहिँ मेरो त बच्चाहरू छ, बच्चाहरू लाई हेर्दै टाइम जान्छ। अनि उनीहरूको बिहान नै उठ्यो, खानासाना बनाइदियो, 12 बजीसम्म किचनको सबै काम सकिसकेपछि फेरि घरको कामहरू सुरु गऱ्यो, यताउता गऱ्यो। अनि अलिअलि पाकिस्तानी सिरियलहरू हेऱ्यो। अनि साँझ हुन्छ, त्यस्तै यसरी नै दिन बित्छ। उसले चाहिँ पाकिस्तानी सिरियलहरू हेर्छ धेरै। ऊ र म बच्चैदेखिको साथी हो हामी दुइटा। एउटै क्लास, प्लस टूसम्म पनि एउटै क्लास थियो, तर उसले आर्ट्स लिएर पढ्यो, मैले चाहिँ कमर्स लिएर पढेँ होइन। अनि त्यसपछि चाहिँ हाम्रो ब्याचलरमा चाहिँ छुट्टै छुट्टै भयो। ऊ काठमाडौँ गयो, म चाहिँ यतैबाट पढाइ गरेँ। अनि मास्टर्ससम्म गरिसकेपछि अब हेर्नु न, यो भाटबटनीमा यो शीतल चिनी कति महँगो हो। म भन्दै थिएँ कि कति धेरै फलेछ मेरो घरमा, मेरो उतातिर घरभरि चाहिँ मैले ल्याउनु बिर्सेँ है। मैले उसलाई ल्याइदिन्थेँ तरकारीहरू। अनि यहाँ त कति महँगो, त्यो भाटबटनी लुटभटनी हो कि के होला है। अनि 300 रुपियाँ किलो। अनि त्यतिलाई 85, एक मुठी पनि थिएन, लगभग 85 रुपिज थियो के। अनि उसले चाहिँ त्यो शीतल चिनी किनेर ल्याएको रहेछ, त्यो पनि तितो तितो जस्तो, एकदम मसिनो, खासै त्यस्तो ऊ पनि थिएन। अनि खान लायक जस्तो। चलो त गाइज, अब हामीले चिया खायौँ यहाँ, त्यसपछि रमाइलो गऱ्यौँ, दुइटा गफ गऱ्यौँ। उसले अब बेलुकाको खानाको तयारी गर्दैछ, चिया खाँदै गफ गर्दै। मैले फेरि हस्बेन्डलाई फोन गरेँ, हस्बेन्ड मलाई फोन गर्नुभएको थियो म लिन आऊ भनेर। मैले भने नाइ, म त हिँड्दै आउने प्लान हो। 11 नम्बरको गाडीमा यसै मजाक गरिरहेको थिएँ। त्यसपछि म चाहिँ अब जान्छु भनेको। उसले एकछिन बस न, साँझ भएको छैन, अलि साँझ भएपछि जाउँला, अलिक शीतल पनि हुन्छ भन्यो। अनि हामी दुइटा यस्तै गफ गर्दै गर्दै बसिरहेको थियौँ। अनि म भन्दै थिएँ कि यो छतहरू कस्तो जर्मनको जस्तो देखेको, यो तिम्रो घरको छत, यो जर्मनमा सबै त्यो यसरी
बन्दवाला हुन्छ कि छतमा कपडा सुकाउने ठाउँहरू हुँदैन, माथि जान मिल्दैन किनभने हिउँ पर्ने भएको भएर त्यस्तो हुन्छ नि त। अनि कस्तो राम्रो सिन आइरहेको थियो, उतातिर हरियो यतातिर यस्तै साथीसँग पुराना कुरा नयाँ कुरा गर्दै यसरी बस्ने रिल्याक्स गर्ने मेरो विचार थियो धेरै वर्ष अगाडिदेखि काम गर्दा 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 गर्दा। अनि अफिसमा जहिले जब चित्त बुझ्दैन अनि हाकिमहरूसँग अथवा म्यानेजरहरूलाई भन्यो कि अब म आज रिजाइन दिन्छु, आज म काम छोडेर बस्छु, मलाई पैसाको जरुरत छैन, म त छोडिदिन्छु 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 भन्दै बस्दै गरेको थिएँ। अनि त्यस्तो प्रेसर हुन्थ्यो। अहिले कति चिलमा हामीहरू बसिरहेको छौँ। बेलुका ऊ अफिसबाट फर्किँदा मेरो घर नपसी आफ्नो घर जान्थेन। यस्तो रमाइलोसँग चिल गरेर बस्ने हो अबको लाइफ त होइन। छिटै नै भर्खरकै जस्तो छौँ, अब दौडादौडी गर्नुपर्छ जस्तो लाग्दैन जिन्दगीमा, आरामले बस्ने हो होइन। अब त राति परिसकेको थियो अनि एउटा दुइटा टिकटक सिकटक बनायौँ हामीहरूले। अनि अब जानुपर्छ भनेर म चाहिँ जान थालेँ। हजुरहरू पनि यसरी युट्युबको भिडियोजहरू यसरी खिचेर भोइस ओभर गर्न सक्नुहुन्छ। डाइरेक्ट बोल्नलाई सुरुमा बानी पर्दैन, पछि बिस्तारै मैले त 200वटा भिडियो बनाइसकेँ, त्यही भएर म मजाले बोल्छु, लाइभ पनि बोल्छु, जसरी पनि बोल्छु, यसरी भोइस ओभर पनि गर्न सक्छु, त्यस्तो हुन्छ। म भन्दै थिएँ कि यो रुफटपमा रेड ग्रिन अनि व्हाइट अनि त्यो लाइटहरू बलेको कस्तो राम्रो सिन देखेको, सेम विदेशको जस्तै देखेको। अनि हामी दुइटा फेरि अब ल त तिमी बस म जान्छु राम्ररी, फेरि मेरो घर आउनु, जब ऊ पार्लर जान्छ तब निस्किन्छ तब आउँछ। अब राति भइसक्यो, म चाहिँ यसरी बाटोमा हिँड्दै थिएँ। यो बाटोमा वाक गर्दाखेरि मैले यो भिडियो किन बनाएको भने कस्तो सजिलो के राति पनि यसरी यो पेटी बनाएको छ, यो ब्लकहरू हालेर राम्रो छ। अनि यो बनाउने को हो भन्दै म मजाक गरिरहेको थिएँ। हजुरहरू पनि गेस गर्नु होला यो कसले बनाएको होइन। अब म लगभग घरको नजिक आइपुगेँ, घर आइपुगेँ। अब घर आइसकेपछि यो रातिको 8:30 भइसकेको थियो कि खाना मैले वहीँ खाएँ, खाना पनि खाएँ, चिया पनि खाएँ। अनि यसरी वाक गर्दै आएँ 20 मिनट्स। यसरी हजुरहरू पनि आफ्नो साथीको कतैबाट हिँडेरै आएर आफ्नो वाक पुरा गर्न सक्नुहुन्छ। एउटा यो आइडिया मैले गर्छु कि म मेन्टली प्रिपेयर भएर, पहिला त म मोबाइल पनि लिएर जान्थेन, अहिले त अब युट्युबर भएपछि मोबाइल त चाहियो नै। मोबाइल नलाने अनि त्यसपछि ब्यागहरू पर्सहरू केही पनि नबोक्ने अनि त्यसरी जुत्ता लगाएरै जाने साथीको घर या फेरि सपिङ या कतै जाँदा, अनि फर्किँदाखेरि मजाले वाक गर्दै आउने कि त्यस्तो मेरो बानी छ। मलाई आजभोलि त अनलाइन चलिहाल्छ, पैसा पनि अनलाइन पेमेन्ट गरे पनि हुन्छ। जे रेस्टुरेन्ट गएर खाएर आउँदा पनि म पर्सहरू खासै भिर्न मलाई मन पर्दैन, केही पनि सामान लिएर हिँड्न मन लाग्दैन। ल त गाइज, हजुरहरू पनि यो भिडियो हेरेर इन्सपायर हुनुहुन्छ भने युट्युब सुरु गर्नुहोस् र मेरो च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट गर्नु होला। के कुरा चाहिँ हजुरहरूलाई सिक्न मन लागेको छ। बाई बाई, गुड नाइट, सी यु इन नेक्स्ट भिडियो।